हेलो गाइज, हामीहरू चाहिँ अहिले चोभार डाँडामा छौँ। यसो के भन्नु अब यसलाई, केही ओडै छैन यसलाई भन्नलाई। न घुम्न आएको हामी, न रिफ्रेस हुन आएको। रिफ्रेस डेली रिफ्रेस थोरै हुन्छ भन्छ होइन। हिजो पनि रिफ्रेस नै थियो, आज पनि रिफ्रेस नै छ। अनि त्यही भएर अनि यसलाई केही भन्न मिलेन। तर हामीहरू सँगै छौँ, साथीहरू 2 4 6 7 8 10 12 जति भए नि छौँ। अनि आज चाहिँ अब हाम्रो के भन्छ यो डेली लाइफ अलिकति ब्रेक भएको छ। हाम्रो क्लास सकिया छ अनि क्लास सकिएपछि चाहिँ हामीहरू यस्तो अलिकति अब मेमोरिज क्रिएट गरौँ भनेर मेमोरी फुल गरिरहेको छु म पनि मोबाइलको होइन। अनि यहाँ अब आँखा गइहाल्छ क्या अरे, त्यही भएर चस्मा लगाएको छु मैले नि, नत्र चस्मा लाउनु पर्ने कारण छैन। रमाइलो छ तर कालो कालो देखिरहेको छ। ठिकै छ। सो हेलो साथी, भन न केही। के भन्नु, यहाँ भन्न धेरै कुरा छ तर भन्न मन छैन। वाउ, कस्तो राम्रो राम्रो शब्दहरू बोल्ने साथीहरू छ मेरो। नराम्रो शब्द जालहरू नराम्रो मान्छे पनि छ, यो धेरै बोल्छ तर अहिले केही बोले होइन। त्यही ठिक छ मेरो लागि, त्यही बेनिफिसियल छ मेरो लागि होइन। यहाँ पनि छन्। हेलो भाइ, कस्तो बोलो बोले खाइरहेको छु। किन खाइरहेको त? हम भी आओ भाई। हेलो, हम नौची छापड़ी, हम जस्ट देखने लगाइले छी। व्हाट? ये क्या है? आई एम नॉट द छापड़ी, जस्ट फॉर एन्जॉय आई हैव वेयर दिस। ए भने इंग्लिश त आउँदैन। तिमीलाई के भन्नु? धेरै गाह्रो भयो, गाइदिनेहरूले गाडी दिएन होइन। यत्रो भारी ब्याग बोकाइ लगिरहेको छ, के गर्नु अब पिडाइरहेको छ। रुन मात्र बाँकी छ। देखिसक्यो गाइज, यस्तै छन् हाम्रो साथीहरू। यस्तै हामी रमाइलो गर्दै गइरहेछौँ। अनि तिमीले अनि सबै दुनियाँलाई भनिसकेका रहेछौ मेरो बोयफ्रेन्ड छ, दिदीलाई पनि भनेको छ, अर्कोलाई पनि भनेको छ। किन भन्ने? अनि नम्बर समेत दिदीको दिनुपर्छ तिमीले। फ्यामिलीमा त भन्नै पर्यो नि। फ्रेन्ड हो के दिदीको? फ्यामिलीमा भने यहाँ गम्भीर कुरा भइरहेछ गाइज। म यसमा इन्टरफेयर गर्न चाहन्न। तपाईँ ब्ल्याकमेल गरे पनि तिम्रो बुवालाई भनिदिन्छु भने पनि तिमी तिम्रो बाबाले उसलाई मार्दिन्छ। इन्टरफेयर म के गर्दिनँ यस्तो कुराहरू, मलाई खासै केही थाहा छैन होइन। अनि यहाँ यो यही बाटो हो र गाइज। यो गाइज अलि म भ्लगमा बिजी भएँ तर ठिकै छ। अब लामो बाटो घुमेर जाउँ होइन। माथिबाट गएको भए अलिक छोटो हुन्थ्यो। ठिकै छ, केही छैन, एउटै हो जहाँ गयो नि होइन। भ्युजहरू हेर्दाखेरि चाहिँ राम्रै छ। यहाँबाट अलि होइन जस्तो लाग्यो तर ठिकै छ, जाउँ। जाउँ साथी जाउँ, केही छैन। ठिकै छ, मेजर ग्रुप यही छ, सबै यतै छौँ साथी। तिनीहरूलाई यहाँ चाहिँ अब यस्तो राम्रो छ। काट काटिन्छ है, त्यो बिस्तारै निकाल। अनि यो फुलहरू के भन्छ यसलाई? पारस राजा केही भन्छ यसलाई? थाहा छ के भन्छ यसलाई? यसलाई त सती साल भन्ने हो र? हाम्रोतिर त के भन्छन् थाहा छैन। यसलाई नेपालीमा चाहिँ सती साल भन्छन्। हो